साथीहरूमा हजुरहरूलाई बच्चाको नास्ता बनाउने तरिका सिकाउँदैछु है, हेरिदिनु होला। पहिला तावा बसाल्ने, थोरै तेल राख्ने, तेल तातिसकेको छ। अब यसमा काटेर राखेको प्याज राख्ने, प्याजलाई रातो गुराँसमा पकाउने। अब म यसमा काटेर राखेको खुर्सानी राख्दैछु। हजुरहरू कतिको पिरो खानुहुन्छ त्यही अनुसार खुर्सानी राख्दा हुन्छ। अब म यसमा चपिङ गरेर राखेको आलु राख्दैछु। आलुलाई पनि पकाउने। अब यसमा स्वादअनुसार नुन, बेसार राखेर पकाउने। आलुलाई एकछिन पाक्न दिने, आलु पाक्नुपर्छ। धनियाँ, जिरा धनियाँ पाउडर यसलाई पनि दिने। थोरै पानी राखेर अलिक पानी राखिदिनु। हाम्रो आलु पाकिसकेको छ। अब हामीले धोएर राखेको चिउरा राख्छ। आफूलाई कति मात्रामा चाहिएको त्यो चिउरा राखेर मिक्स गर्नु। यसलाई पनि एकछिन पाक्न दिने, त्यो ढाकिदिने। टेस्टी बनाउनको लागि हामीले अलिकति घिउ राख्छौँ। घिउ राख्दा यो चाहिँ पोहा टेस्टी हुन्छ। यसरी बनाएर पठाउनु भयो भने हजुरको बच्चाले सबै नास्ता खतम पारेर आउँछ। एकदम मिठो हुन्छ। म अब यसलाई टिफिनमा बनाउँछु। म यसरी सिल्भर फोइलमा हालेर टिफिनमा राख्छु। हजुरहरूसँग छ भने मुङफली तारेर पनि हाल्न सक्नुहुन्छ र यसमा दालमोठ पनि मिठो हुन्छ। हजुरको बच्चाले जति खान्छ त्यति दालमोठ राखेर स्कुल पठाउनु होला। एकचोटि ट्राई गर्नु होला। मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। धन्यवाद।